यहाँ कति आधी घन्टा जस्तो भयो बसेको पानी चाहिँ परेको है फर द फर्स्ट टाइम आइम कम हियर भनौँ न इङ्ग्लिस हल्का है दग्दी पानी फगी चारैतिर है र हाम्रो यहाँ पुरा एकदम उहाँ चाहिँ कहाँको इजरायलको भने वाट अ भ्यू सो गाइस यो भ्यू चाहिँ एकदम मजाको छ है तपाईँको दामी हो दामी एकैछिन गलेको बेला पाएकर भन्छ यस्तो भइहाल्छ गरिरहेको जस्तो पाए हेलो एन्ड नमस्ते एभ्रिवान सो वान्स अगेन वेलकम ब्याक टु द ब्लग गाइस सो गाइस आजको ब्लग चाहिँ फेरि एक्स्ट्रा तपाईँले थाहा पाइसक्यो होला थम्बनेल टाइटल देखिसकेर र आज भाइ अर्ली इन द मर्निङ गुड मर्निङ भन्नु न गुड मर्निङ गाइस सो कहाँ जाँदैछ अब हामी जाँदैछौँ चिम्नी साइड सो गाइस हामी जाँदैछौँ चिम्नी साइड है रनिङ गर्नुको लागि हामी तिनजना छु हिजोको नाना अनि म भाइ है अहिले कति मर्निङ 5:30 भइसक्यो अलमोस्ट छिटो गरेर निस्किनुपर्छ किनभने माथि गएर उयो गर्नुपर्छ नि त सो अलरेडी गाइस आजको दिन चाहिँ कस्तो भइरहेको छ भने हेर्नुहोस् है तिनीहरू उहाँ यस्तो भइदिरहेको छ नि त पानी आउँछ बिहान चाहिँ बट पानी नआएको बेस्ट हाम्रो लागि चाहिँ पानी हाल्यो चाहिँ के हुन्छ भने उयो हुनसक्छ नि त डिस्टर्ब गर्छ हामीलाई रन गर्नु होइन सो त्यही कारण पानी नआएको बेस्ट हुन्छ अलराइट गाइज है अब जाउँ यसो हामी चाहिँ यहाँनिर आइसकेको छौँ नि त भाइ पनि आइसकेको छ अलमोस्ट हामी चाहिँ कसैको वेटिङमा दिदीको वेटिङमा दिदीलाई वेट गर्दा त आधी घन्टा भइसक्यो आधी घन्टा त्यो होइन भाइ आधी घन्टा पछि चाहिँ हाम्रो दिदी पनि टक्करकै आइसक्नु भयो नि त अब टक्कै दिदी पनि आइसक्यो हो भाइ के कुन चाहिँ कुदाउने भाइ तिमी यही सो गाइज है म त स्कुटी चलाउनु अरे यहाँदेखि जानुपर्छ अब त्यसको है डाइरेक्ट अब माथि भेटौँ दिदीलाई पनि हाई भन्नु लाउनु पऱ्यो यस्तै ओ दी गुड मर्निङ भन्नु हाई भन्दैन नि यहाँ सो 1 घन्टा लाग्यो दिदीले सो है अब जानुपर्छ दुईवटा सवारीमा लेट्स गो गाइस अहिले चाहिँ हामी चिम्नीमा आइसकेको छौँ र अवस्था यस्तो भइरहेको छ पुरा पानी फगी चारैतिर है र हाम्रो यहाँ पुरा एकदम उहाँ चाहिँ कहाँको इजरायलको भने इजरायलको फोरमा जस्तो देख्दछ तपाईँको सो राइट नाउ गाइस आई लभ चिम्नीमा चाहिँ हामी आइपाना चिम्नीमा हो तपाईँलाई देखाइदिन्छु यहाँनिर कस्तो छ है मौसम हेर्नुहोस् है गाई यस्तो भएर छ आइपाना चिम्नी एरि चाहिँ आइपाना चिम्नी मतलब फर द फर्स्ट टाइम आइम कम हियर भनौँ न इङ्ग्लिस हल्का है दग्दी आई लभ चिम्नी कम भिजिट भन्नु है यो आई लभ चिम्नी तर पानी सिम आइदिरहेको छ फगी मजाको लागिदिरहेको छ हो मेरो हेयरस्टाइल यस्तो हेयरस्टाइल नजानु यस्तो तक्ला यस्तो अब के गर्नु ओ माई गुडनेस दिएको पुरा फगी हेर्नुहोस् गाइज होइन आई लभ चिम्नी गाइस ओ माई गुडनेस दिदीहरू चाहिँ पर बसिरहेको छ हाम्रो रनिङ चाहिँ यहीँदेखि स्टार्ट गर्ने अरे होइन दिदी भाइले पनि हामी तिनजनाको छ आज मजा आइदिरहेको छ एकदम जाडो रहेछ यहाँ फर भएर एकदम मजा आइदिरहेको छ दुईजना हाँसी भयो त सो है यहाँ चाहिँ दिदीहरू भ्लगमा नगऱ्यो तर हल्लो हाई गाइस गुड मर्निङ वी आर एट चिम्नी We are 3 and we going to start run from here. पता नहीं कौन काम दिदीको भ्लगमा बोलिदिएको यहाँ चाहिँ के छ यार गड्डा छ त ओ भाइ यहाँ के छ यहाँ चाहिँ के रहेछ भने तपाईँहरू देखाइदिन्छु ओ माई गुडनेस सानोतिनो ग्राउन्ड रहेछ यहाँ चाहिँ होइन पानी पनि परिदिरहेको छ ओके गाइस हेर्दै गरौँ है अहिले चाहिँ हामी बिजोक भएको अवस्था चिम्नीदेखि आइपाना चिम्नीदेखि अलिकति माथि आएको हामी चाहिँ एक्चुअली रेस्टुरेन्टको खोजीमा थियो सानो बढी दोकानको खोजीमा बट दोकान त यही हो बट त्यहाँ चाहिँ ताला 1.5 किलोको ताला झुन्डाएर सिसी क्यामेरा यहाँ झुन्डाइदिएको छ गाइस हो अवस्था चाहिँ खराब छ भाइ भोकले हो है हामी पनि यहाँ हो सो है पानी चाहिँ परेको छ नि त यो चाहिँ माथि स्टप लास्ट भिलेज अफ चिम्नी भनौँ न यहाँ चाहिँ उताको यहाँदेखि उता क्रस भएर उताको हेर्नु चाहिँ यो भेट्छ हामीले है हाम्रो यहाँ छ पार्किङ चाहिँ एकदम हामी चाहिँ यहाँ कति आधी घन्टा जस्तो भयो बसेको पानी चाहिँ परेको है अनएक्सपेक्टेड भयो गाइस आज जे सन्छ त्यो भयो यस्तो छ है एकदम हामीले अवस्था भिजेर खराब भइरहेको छ है ओके लेट्स गो गाइस है अब जानु पर्ने हुन्छ हामी सो अहिले चाहिँ हामी चाहिँ एक्स्ट्रा अरे नेक्स्ट स्टपमा बसिरहेको छु है आज एकदम के भयो भन्दाखेरि हेर्नु वेदर तपाईँको यो चिम्नीको अवस्था यस्तो भइरहेको छ पानी यस्तो आइदिरहेको छ है भगी ड्याम आइदिरहेको छ नि त अन्त चाहिँ है जाडो भइदियो मेरो खोल्नु कारण चाहिँ किनभने ज्याकेट त्यहाँ सुकाइदिरहेको छ पछाडि भिजेर लफक्क भइरहेको ट्र्याक प्यान्ट सब भिज्यो लुगाहरू अब चाहिँ एकछिन दोकानमा हामी रेस्ट गरिदिएको छ भाइ यहाँ छ हो त्यसको है चाय कफी लिने होइन भाइ कस्तो मजा आयो आज कुदाइ त भएको छैन होइन तै पनि अन्त चाहिँ
सो गाइज है अब हल्का कफी इन्जोय गरेर यहाँदेखि तल जानुपर्छ हामी जस अब के भन्नु यतिको मजै आयो चिसो खान आएको जस्तो भयो टाउको चिलायो पानी भिजेको थियो गाइज हो यस्तो हो वेदर चाहिँ मजाको भइदिएको छ त्यहाँनिर होइन तर यस्तो वेदर चाहिँ हाम्रो लागि चाहिँ नहुनु पर्थ्यो बट भइदिइहाल्यो अब चाहिँ खाइदिने हामी यहाँनिर यस्तो छ अवस्था बाहिर चिनी चाहियो यो चिनी खाने भने भाइले हो खाइदिने गाइस अब है डक्टरमा यस्तो यसलाई डिप गरेर आज कुदेको हामी चाहिँ अब यो बिस्कुट त यस्तो छ त हौ पकौडाहरू जस्तो छ त ठिकै त्यो नमिठो भनेको होइन नि टेस्ट डिफ्रेन्ट रहेछ कि यो हप रहेछ नि त तर एकदम चिनी हालेको नहाल्नु अब यस्तो हुन्छ ओके सर गाइस चाहिँ हाम्रो ब्रेकफास्ट पनि भइसक्यो है यहाँनिर खाइदिएँ भाइले एक प्याकेट बिस्कुट शेष पारे भाइले आधी दिदीले आधी मैले चाहिँ एउटा मात्रै खाएको जस्तो गरेँ भन्नु है त्यस्तो होइन गाइस है मिलेर खायो तै पनि चिया बिस्कुट खाइसकेँ अवस्था जस्तो त्यस्तो छ देखो गाइस यस्तो भइदिरहेको छ क्या यस्तो पानी झरी भिजेर गयो भने चाहिँ ज्वरो आउने चान्स हुन्छ किनकि भोलि चाहिँ म ट्राभल गर्नुपर्ने हुन्छ नि त ट्रेनमा सुत्ने कारण नहुँदै जाडो भयो ओ माई गुडनेस अरे देखो यस्तो फगी आउँदैछ होइन क्यामेरा धुल्ला धुल्ला बनाइदियो मेरो ओके अल राइट गाइज है सो हामी चाहिँ माथिदेखि चाहिँ ठक्कै 3 जना आइसकेको छौँ कहाँ आइसक्यो भन्नु त अहिले फिलहाल सो हामी चाहिँ गिद्धे पाहाडमा आइसकेको छ है यो हो गिद्धे पाहाड त यहाँ पनि फगी छ माथिको चाहिँ जाडो चाहिँ छैन माथि भइरहेको छ नि त अन्त जान्थ्यो माथि जाने भाइ उता गार्डन जाउँ न सो लेसको गाइज है भ्यू त देख्दैन तै पनि हामी त देखाइदिन्छु माथि चाहिँ कस्तो छ औ भाइ हेर्नु नि आऊ चाबी छु त फोटो खिच्नु सो लेसको है आउ न आउन दे औ भाइ सो लेसको है यहाँ चाहिँ टक्कै जाने हो नि त अब हेलमेट के गर्नु त्यहाँको ओके अल राइट है अहिले चाहिँ हाम्रो यहाँ ब्रेकफास्टको अब खोइ फोनबाटै के ए छिल्दिनु न सो दिलाई छिल्ली मागेको म त भिडियो गर्छु नि त खानेमा त हामी मालिकहरू हो नि त सबैसँग मालिकको दिदीले मलाई सब गरे गले बेला पाएकर भन्छ यस्तो भइहाल्छ गरिरहेको जस्तो पायो यता लङ्गुर खाँदैछ परा आजको चाहिँ यस्तो भयो गाइस भ्लग थियो एकदम नसोचेको भयो नि त मजाले कुद्नुपर्छ भन्ने गएको तर पानी आएर रड्डी भयो आज घुमाइ मात्रै भयो नि त अब हामी ऊ पर डाँडामा जान्छु हो लोकल झारमुर टुरिस्ट पनि पुरा आएको रहेछ यहाँ त आइबस्छ अन्त माथि हनुमान मन रोक्नु भन्थ्यो त त्यहाँ पनि अलिकति नरोकेको तारिक हामी त्यहाँ आइदिएको हुँदा सो है अब त्यहाँ जानेछु हामी चाहिँ सो हामी चाहिँ माथि जाँदैछु भ्यू पोइन्ट म र नाना भाइ चौकी माथि पुगेछ नाना र म चाहिँ भर्खर जाँदैछु नि त भाइ ऊ माथि रहेछ है यो चाहिँ हो रक गार्डन के भन्छ गिद्धे पाहाड है रक गार्डन भन्छ यसलाई चाहिँ रक गार्डन भन्छ गाइज है हो तपाईँहरू आउनु होला घुम्नु खरसाङ अन्डर खरसाङ पर्छ नि त यो चाहिँ त्यही भएर अन्त म त आइबसेको तै पनि यहाँ चाहिँ एकदम मजाको भ्यू देख्छ क्या बट आज चाहिँ भ्यू के छ भने एउटा पनि छैन भ्यू चाहिँ फगी भइदिरहेछ नि सो त्यही कारणले गर्दा चाहिँ नि यता त मजाको देख्ने गर्छ यता चाहिँ घैबारीहरू छ यता रोहिनीहरू छ नि त यता दुधेहरू पनि देख्छ यता चाहिँ बट अहिले फिलहाल चाहिँ के भइरहेको छ भने फगी भइरहेको छैन हावा मजाको होइन शान्ति चाहिँ एकदम कुल आज हाम्रो रन चाहिँ रनै भइरहेको के अल राइट गाई चाहिँ अलिअलि दिन चाहिँ अलिअलि उब्रिँदैछ हो यहाँनिर सो गाई चाहिँ दिन चाहिँ अलिअलि खुल्दैछ फगी हट्दैछ होइन एकदम मजा आयो है के किन हाँसेको दुईजना त हाँसेको किन हाँसेको के त्यो ओ माई गुडनेस वाट अ भ्यू सो गाई यो भ्यू चाहिँ एकदम मजाको छ है दामी भयो दामी एकैछिन चेन्ज भइदियो गाई छ है ड्याममै छैन फगी होइन